हेलो साथीहरु, आजको नयाँ भ्लगमा तपाईहरुलाई स्वागत छ। आजको नयाँ भ्लग लिएर आइसकेको छु। सकेसम्म तपाईहरुले फुल वाच गरिदिनु होला, लाइक सब्स्क्राइब गरिदिनु होला हैन। म चाहिँ अब जोस नयाँ हो हैन, सकेसम्म अब राम्रो बेस्ट भ्लग बनाउन खोजिरहेको छु अब हैन। अब तपाईहरुले अब लाइक सब्स्क्राइब गर्नु भने झन् अब मलाई चाहिँ अलिकति बनाउने हैन, अलिकति जोस जागर चल्ने छ हैन। तपाईहरुले लाइक सब्स्क्राइब गरिदिनु होला सकेसम्म हैन, फुल वाच गरिदिनु होला। हाम्रो गाडी चाहिँ फाइनल यहाँ भइसक्यो। यहाँ हाम्रो ड्राइभर साहब हुनुहुन्छ। ल म भन्छु कति जाने ल जाऊ। म मोटी त बिचा बस्दिन। कहाँ बस्नु त तिमी? अहिले अगाडि मिलेर बस्नु कि एकैछिन पछाडि बस्नु। ल एकैछिन पछाडि बस्नु। हामी जाँदैछौँ। ल हाम्रो गाडी आइसक्यो। तपाईँ गाडी कहिले निकाल्ने? कति बेला निस्किन्छ हाम्रो यो? ल हामी चाहिँ सबै रेडी भइसकेको छ अब जानको लागि हैन। ओ माइ गॉड, मेरो मलाई निकाल्नु न। ल यहाँ ल है त हाम्रो यहाँ ड्राइभर साहब हुनुहुन्छ। बस एकछिन बस ल। ओ माइ गॉड, अलिकति चिसो हावाले हामी चाहिँ फाइनली अब यहाँ के आइसकेको छौँ। यहाँ हेर्नुहोस् गाइड, आइसकेको छौँ आज यहाँनिर है गाइड। अलिकति चिसो ल। अब कहाँ यहाँ भयो ल। आयो झापा आयो गाडी झापा ल। भाइलाई फेरि फाइनली हामीले भेटिसकेको छ। भाइ हिँडाइकोस् न, मलाई भन्नुहोस् मिलाइदेऊ। ल ठिक छ। अब हामी फाइनली यहाँ के अरे यो भेलेटार के अरे भेलेटार फाइनली आइसक्यो है। भेलेटारको ल हाम्रो गन्तव्य पुरा हुन आँटेको छ। देउरालीको चिसो हावाले भयो ल। म्याडमहरूले पैसा दिइसक्नु के भयो? लगाइदेऊ न। हामी कहाँ जाने? तिमीलाई त्यो ब्याग बोक, मैले तिम्रो ब्याग बोकिदिन्छु है। लेदरको ब्याग बोक्नु परेन। लेदरको ब्याग हो नि त फेरि होइन। भैँसीको छालाको गाईको गैँडाको। कहाँबाट बादल जानु? ल हामी जाँदैछौँ है। ल बादलहरू हेर्नुहोस्। ल ठिक छ। नाच ओ माइ गॉड। ल ठिक छ। हामी चाहिँ यहाँ छिर बस्ने हो। ल हाम्रो आयो रोटी दामी रहेछ त। हामी के खाने हो? ल ठिक छ। म यता बस्नु ल। ल ठिक छ। म कस्तो तल किनेको छु सेलरोटी। ल फाइनली हामी सेलरोटी खाने होइन। फुट्दैन नयाँ फोन होइन, टेक्नो। फाइनली हाम्रो यहाँनिर होइन। ओ माइ गॉड, हाम्रो यहाँ सेलरोटीहरू यहाँ खाजा आइसकेको छ। अब हाम्रो सेलरोटी खाजाहरू आइरहेछ होइन। अब खाने कुरा हुन्छ अब हो। ल यहाँनिर म्याडम ल सबैजनाले अहिले यति नै हामी खाइसकेपछि फेरि यहाँ अकबरेको पेस्ट दामी हुन्छ लाग्छ क्या। भाइले किन नि त दामी छ थुक्पा यहाँनिर है दामी छ। हामी चाहिँ अब खाना लागेको कहाँ कति ल है त गाइस। हामी खाइसकेपछि फेरि भिडियोमा आउनेछौँ है त। खाँदै गरेको पनि अब खाने सबैजनाले एक घाँस खाऊ त। अनि म आइदिन्छु है त। ल कस्तो म फर्स्टली चाखिदिन्छु ल। हान्ने रहेछ यहाँ। मलाई चाहिँ हाँस्नु डबल छ डबल। त्यो अमिलो चाहिँ यति नै हो एउटा मात्रै? त्यहाँ खोज्दा हुन्छ, यहाँ पो खोज्ने हो त। त्यहाँ त हेरेको।
तिमीभन्दा सानै छ यहाँ र सानो के आएको छ हेर्नु यहाँ अहिले मलाई किन छिटाउँदै फर्स्ट बाइट खाएन ल खाऊ ल भाइ पनि खाऊ ल भाइ खाऊ न भाइ तुलाई याद आइरहेछ के इतादाकिमास उता फेरि इङ्ग्लिस बिहारी नेपाली जापानिज कोरियन सबै हो नि फेरि 16 म्याडम सी तिमी पनि खाऊ ल ओइ कति सानी देखेको मलाई ए मक्कै भइरहेछ क्युट हो अनि पर राख्नु न मोटी देख्यो के मोटी देखियो गाइस खाए ल फर्स्ट बाइट ल खाएन ठिक छ एउटा म ठुलो साउन्ड बनाउँछु अब राख्नु ल है त अहिले एकछिन त फेरि रोटी खाएको त म देखाउँछु लु भयो तपाईँ खाँदा छिटो ल अँ ए मैले अघि भिडियो बनाएको थिएँ नि त नाइस अब यो एउटा सेयर गर्नु फर्काइस् नि म त म त भिडियो बनायो होला अरे छैन कस्टम बनायो त्यो उ भनेर अगाडि फर्केर त्यो बनायो भनेर याद गरिरहेको छु क्या आउने भाग कोरियनमा घटङ टङ 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 देखेमा हेलो गाइस रोटी यसरी खानुपर्छ सिबल सिक्या भने गाह्रो छ ओ रोटी यसरी खानुपर्छ कसरी तिमी जापानिज एउटा बाका भन सबै सिबल सिक्या रोटी यसरी खानुपर्छ भाइ रोटी खाँदा खाँदा त हो यसरी खानुपर्छ प्यार से स्वर्गीय आनन्द स्वर्गीय आनन्द ल ठिक छ यहाँको रोटी चाहिँ बबाल रहेछ क्या एउटा रोटी खाइसक्नु भयो यहाँनिर सानी हो मक्कै हुँदैन सानी देखेर चाहिने छ अहिले तिमी भर्खर 10 वर्षको हुँदैछौ मक्कै 16 त लागेको 10 हो 10 देख्यो त्यो त पत्याउँदै बताउँछ होला हेर न भर्खर नौ अलिक यस्तो अलिकति बच्चाको रियाक्सन गर रोइदिम बच्चावाला फेरि नाइ 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 मलाई रोटी अझै चाहियो भन न म भन्दिनँ के भन न भन्दैन मासु चाहियो मासु पाउँछ भाइ रोटी खाऊ न तिम्रो अघि मैले खाइदिएँ मैले मेरो खाएँ कस्तो लेख्ने रोटी खाइदिएको खाऊ हो दामी छ अहिले फाइनली खाँदा खाएर अब हिँड्दैछौँ होइन अब जोस् अब हाम्रो गन्तव्य कहाँ हुन्छ भने अब हाम्रो त्यो स्काइको अब गर्मी भयो पुरै गलिँदो रहेछ त हौ हिँड्दाखेरि त ल ठिक छ गाह्रो छौ हामी चाहिँ स्काई के अरे कहाँ हिँडेको अरे हामी यहाँ मान्छेले पनि हुन्छ कहाँबाट जाने हो स्काई वक नजाने जाने हामी चाहिँ हामी स्काई वक जाँदैछौँ होइन तर यहाँ आउँदाखेरि सास बढो है बोक्सीले खाएको पात हेर्नुहोस् यस्तो हुन्छ अरे डिस ड्यान ट्यारान बोक्सीहरू अगाडि हुनुहुन्छ अरे यहाँ तिमी होइन होइन बोक्सी भने नि राम्रै छ ल ठिक छ देवी हो हामी चाहिँ हामीले भन्दा बोक्सीको घर हेऱ्यो कि हेरेनौ हेर्नु पर्दैन Oh my God. हेलो गाइज होइन अब हामी चाहिँ गीत गाउनु आँटेको छ हाम्रो टोलीहरू होइन अब कुन गीत गाउने त म गाउँछु ल मकै बारी दर्याम दर्याम म चाहिँ गाउँदैन यस्तोमा चाहिँ यो त राम्रो आउँछ दाइ तपाईँको फोनमा भिडियो भिडियो हाम्रोमा त राम्रो आउँछ त हाम्रो त राम्रो आउँछ त ठिकै आउँछ झडा मान्छेलाई कुद्नुपर्छ झडाम झडाम गुलाबी आँखे जो तेरी देखी के भयो गरिब कहाँ कुन फुल तर सिस्नो चाहिँ टनै पाउँदो रहेछ यतातिर है सिस्नो सिस्नो पाउँदो रहेछ पुरै
पानी गएर सुक्थ्यो रोपेको ठुलो पानी गुम्बा होला हेर्नु हामी चाहिँ अब हाम्रो देवदास भाइ कहाँ हो छिटो जल्दी आऊ हो कहाँ तिम्रो जाना छुट्यो यहाँ मकै बारी दोरान गइसक्यो के भनेको मेरो लेदरको ब्याग त छैन होइन यो पनि ठिकै छ भाइको तर लेदर ब्याग बोकेर भाइले बोकिहाल्यो भाइ लेदर ब्याग एक दिन छापट्टि दिनु पऱ्यो कस्तो राम्रो देखेन हौ भन्नु न यस्तो अलिक तपाईँको फोनमा राम्रो आउँदो टेक्नो भएर होला टेक्नो हो टेक्नो भएर हो टेक्नो ओइ हेर न यो त अनि डिस्काउन्ट छ त डिस्काउन्ट अनि के 10 वर्षको छौ तिमी 10 वर्षको लागि डिस्काउन्ट हो 18 वर्षको लागि डिस्काउन्ट छ तँ चाहिँ 10% भएर त्यति भएको टाइम थिएन नत्र भने त साथी होला बुझ्यौ बुझ्ने अब हामी चाहिँ जङ्गल 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 अब हम जा रहे हैं एडवेंचर पर किधर भनेर राखिरा थिए मैले राखेको छु मैले पनि फेभरेटमा तुम सब रेडी हो मैले के हम जा रहे हैं थकै भन् अब हम जा रहे हैं एडवेंचर पर दोस्तों तुम सब रेडी हो आले जान्छ घरि शाहरुख खानको टोन नहुन्छौ न भिडियो बनाऊ न तिमी सोध हैन अनि म गर्छु ल अब हम एडवेंचर पे जा रहे हैं दोस्तों तुम सब रेडी हो भाइ ठिक छ इन्जोय बड़े होकर इन्जोय गर्नुपर्छ हो इस एडवेंचर कर पाएंगे या नहीं फेरि ल उनीहरू सवाल के रे उनीहरू ल फेरि ल ल आयो फेरि ल अघि के भन्दा अघि मैले के तिमी अगाडि जाऊ हटिहाल ल दोस्तों क्या ल। दोस्त ए भइरहेछ दोस्तों तुम लोग एडवेंचर पे जाने पे रेडी हो भाइ ये भाइको मजा आयो हम अब बड़े होकर के भन्छ एडवेंचर पे जा पाएंगे या नहीं ठिक छ ल दामी 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 फाइनली दामी भइरहेछ भिडियो हाम्रो त्यो दामी नगर न नै अच्छा नहीं लगा मुझको भी ल ठिक छ मेरे बाबू ने थाना खाया नै चाया नै गर न बहन का छाप नै भन नै भन न यस्तो होइन तुम्हारे पास ऐसा है ऐसा जो लाइन पारी तो डाँडामा रमाइलो लाग्यो मलाई रमाइलो ल म्याडम पारी त्यो डाँडामा हेर घामलाई ओ माय गॉड मलाई त्यति नै मलाई लाग्यो आउने सम्झेर तिमी र म घुम्न जाऊ न आएन त कोही देखेन घामले मलाई सताउला काली मलाई बनाउला पिरतीको छाता ओढाउन खोइ थाहा खोलेको ए भाइ गुनी एने भएन मारे नि कहिले हो स्टोरी ए गुली नजानु नि कहिले हो म पनि केमा कम्छु नि होइन होला के हो पाखुरीमा यता पाखुरी हो त पाखुरीमा सुनचाँदीले तिमीलाई भरौला होइन होला भरिदिन्छु यार जापान गयो दम दम देखो त दम देखो यता जापान गयो भने भरिदिन्छ होइन त यो फाइनली बुझ्नु चाहिँ होइन पुरा जापान जान आँटेको छ होइन सुन्दाजीले विराटनगर झर्सुन जस्तो छ तिमी चाहिँ ढाबाकोले होइन अब म चाहिँ कोरियन भाषा भन्दै राई भाषा पढायो लिम्बू चाहिँ लिम्बू भाषा पढाउनु जापानी पढा छ के भाइ पनि यहाँनिर के कहाँ झर्ने विराटनगर झर्ने म त कोरै झर्ने
धर भन्ने रसी सागमाले हेर ल हेर न यो किन्नु है म त अघि लाउँदिनँ त्यही त हुँदैन किन्नु है 300 मा किनेको 200 मा हुँदैन 50 रुपियाँ डिस्काउन्ट अरे गरौँ त जाउँ त गरौँ अरे त जाउँ कहाँ खोइ मटका ऊ हामी फाइनली अब यहाँ आइसकेको छ है अब हामी चिया खान जाँदैछौँ होइन गाइज ओ मटका चिया आयो त ए यो घाम छ त यहाँ बस्नु न यहाँ फाइनली हामी यहाँ बस्छौँ है यहीँ बस्छ न आउन यहीँ बस्छ हाम्रो बस्ने टेबल हो यो ठिक छ कहिले बे गर्नु पोते लाउनु हाम्रो बुनु भाइ यता बुइनी आज हाँसेर हाँसेर यो दुखिसक्यो बहिनी म्याडम म्याडमजी के हो राम्रै होइन राम्रै होइन बुइनी त यहाँ राम्रै आइरहेछ त है यस्तो दुखिसक्यो मेरो हाँसेर हाँसेर गाइस म त राम्रै आइरहेछु त होइन फेरि गर्नु न तपाईँ राम्ररी नै हुनुभएको र ह्यान्डसम त म छु नि ह्यान्डसम यता हुनुहुन्छ देखो गाई भाइ पनि एउटा आला चिया चारवटा शाहरुख खान भाइ होइन म प्रितम राई शाहरुख खान भाइ एउटा म्या गर्दैन मे बस अब पब्लिकमा गर्दैन क्या हामी चिया खाइसकेपछि फेरि भेट्छौँ है त गाइज